गुड मर्निङ साथीहरू, स्वागत छ हजुरलाई आजको मेरो अर्को नयाँ मिनी भ्लगमा। अनि आज चाहिँ म यति एक्साइटेड भएर कहाँ जाँदैछु भन्दाखेरि हाम्रै बर्दिवासमा रहेको एकीकृत नमुना मुसर बस्तीमा हुन गइरहेको सरसफाई तथा बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रममा सहभागी हुनको लागि जाँदैछु। अनि म चाहिँ रेडी भएर निस्किसकेको थिएँ, मेरो साथी पनि रेडी भएर आइरहेको रहेछ। अनि हामी चाहिँ सँगै भेट भयौँ, त्यसपछि लाएर हामी सँगै गफ गर्दै 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 जाँदैछौँ। साथी भेटिसकेपछि रमाइलो नहुने त कुरै भएन होइन साथीहरू। त्यसपछि साथीहरू छुट्टिन्छौँ, कहाँ कहाँ पुग्छौँ, कहाँ कहाँ जान्छौँ है। सुनाले बिहे गर्छ अनि त्यसपछि छोरीछोरी पाउँछ। आज लास्ट डे हो, कस्तो लागिरहेछ? फाइनली साथीहरू हामी सबैजना भेट भइसकेको छौँ। अब चाहिँ हामी कलेज जाँदैछौँ सबैजना। मोटुले मलाई किस गरेको हेर न त्यहाँ। अनि त्यसपछि मैले फेरि जिस्काइदिइहालेँ होइन। अनि सबैजना राम्री राम्री भएर आएको छन्, आज त के हो भनेर भनेको थिएँ। अनि त्यसपछि हाँस्दै फेरि होइन। अनि यत्तिको साथीहरू चाहिँ हुनुपर्छ क्या, लाइफमा रमाइलो हुन्छ जे भए पनि होइन। अनि अब चाहिँ हामी स्कुलमा टिचिङ प्र्याक्टिसको लागि जानुपर्छ। मोटु के गर्ने के भन्ने भनेको। अनि मोटुले चाहिँ मलाई वहाँनिर गुड मर्निङ टिचर, गुड मर्निङ स्टुडेन्ट भनेर क्या भनेर जिस्काइरहेको थियो। अनि त्यही हो साथीहरू। अनि यहाँ चाहिँ हामीले त्यहाँ दिने सामानहरू सबै चाहिँ स्कुलमै थियो, हाम्रो चाहिँ कलेजमै रेडी थियो। अनि त्यो सामानहरू चाहिँ लिएर हामी जाँदैछौँ। अनि हाम्रो सीमा म्यामले चाहिँ मलाई इन्टरभ्यू लिनुभएको छ। मलाई एकदमै खुसी लागिरहेछ। आइ एम सो एक्साइटेड। आजको कार्यक्रम कस्तो हुन्छ भन्नेवाला छु। एकदम खुसी लागिरहेको छ। दिपा मलाई चाहिँ धेरै खुसी लागिरहेको छ। अस्ति आउँदाखेरि चाहिँ गाली खाएर जानु पऱ्यो, अब आज आएर के अरे सबैजना खुसी भएको देख्न चाहन्छु। त्यही हो खुसी लाग्यो। ल ललिता, तिमीलाई कस्तो लागिरहेछ आज? ललिता मिस, हजुरलाई आज कस्तो लागिरहेछ? धेरै खुसी लागिरहेछ यसरी काम गर्नु पाउँदा। सोसल वर्क गर्न पाउँदा एकदम बबिना लागिरहेछ। रमाइलो लागिरहेछ। अनि तिम्रो बिपी कस्तो छ? एकदम खुसी लागिरहेछ सोसल वर्क गरेको। तपाईँ त्यसरी अस्ति आउँदाखेरि उहाँलाई एकदम डिसरेस्पेक्ट भएको जस्तो फिल भइरहेको थियो अरे। अनि आज चाहिँ अब यहाँको मान्छेहरू चाहिँ हामीले गरेको सानो सहयोगले धेरै खुसी हुनुहुन्छ जस्तो फिल भइरहेछ हामीलाई चाहिँ हाम्रो आशा छ त्यही हो होइन। आशा छ, हाम्रो इच्छा नै त्यही हो, यहाँ चाहिँ राम्रो होस्, अझै राम्रो हुँदै जाओस्, खुसी पारेर जान्छौँ आज हामी खुसी छौँ। जे भए पनि अलिकति भने नि सानो सहयोग गर्न पाउँदाखेरि धेरै खुसी लागिरहेछ। हाम्रो कार्यक्रम चाहिँ औपचारिक रूपमा सुरु भइसकेको छ साथीहरू। अब चाहिँ हामीले चाहिँ हाम्रो ब्याचको टी सर्टहरू छपाउन दिएको थियौँ। अनि टी सर्टहरू चाहिँ हामीले वितरण गरिसकेपछि चाहिँ हामीले टी सर्ट लगाएर भिडियो फोटोहरू बनायौँ। त्यसपछि लाएर चाहिँ हाम्रो कार्यक्रम सुरु भइरहेको थियो। अनि यहाँनिर देख्न सक्नुहुन्छ बालबालिकाहरू चाहिँ, यहाँको साना साना भाइ बहिनीहरू चाहिँ कति खुसी हुनुहुन्थ्यो क्या, कति एक्साइटेड हुनुहुन्थ्यो त्यो कापी कलम लिनको लागि चाहिँ। अनि हामीलाई पनि खुसी लागिरहेको थियो। केही ठुलो केही गर्न नसके पनि सानो सहयोग गर्न पाउँदा पनि कति धेरै खुसी लागिरहेको थियो। हामी सबैजना हाम्रो होल टिम नै यति खुसी भएको थियौँ आजको दिनमा होइन। यति धेरै खुसी लागिरहेको छ। अनि त्यही हो साथीहरू। ख्याल राखेर यो कार्यक्रमहरू राखिदिनु भएको छ र यो सरसफाइको कार्यक्रम राखिदिनु भएको छ। यो कार्यक्रममा हजुरहरूको यो योगदानले यो एउटा नयाँ सिकाइको रूपमा आएको छ। बर्दिवास नगरपालिका वडा नम्बर 14 मा रहेको यो नमुना बस्तीमा अभाव रहेको यो बस्ती हो। यहाँ हामीले वडाले पनि हामीले जो छ पटक पटक केही न केही सहयोगहरू हामीले ल्याइरहेकै छौँ। त्यसमा पनि यहाँ चाहिँ धेरै औपचारिक रूपमा हाम्रो कार्यक्रम सकिसकेपछि चाहिँ हाम्रो भर्खरै एसए उत्तीर्ण हुनुभएको सिस्टरलाई चाहिँ हामीले मायाको चिनो उपहार दियौँ। त्यसपछि हामी सरसफाइ कार्यक्रममा सहभागी भयौँ। अब चाहिँ सुन्नुहुन्छ तपाईँहरूले चाहिँ हाम्रो प्रिन्सिपल सरको केही भनाइहरू। सर, हजुरलाई आफ्नो स्टुडेन्टहरूले यतिको गर्दाखेरि कस्तो फिल भइरहेछ, कस्तो लागिरहेछ हजुरलाई? अत्यन्तै खुसी छु। बर्दिवास जनता बहुमुखी क्याम्पसका 4th इयरका विद्यार्थीहरूले हजुर मुसर बस्तीलाई छानेर सरसफाई गर्नुपर्छ भनेर चाहिँ जुन चेतनामूलक जुन कार्यक्रम गरेका छन्, हजुर हजुर यो अत्यन्तै सराहनीय कार्य हो। यो विद्यार्थीले अथवा
सेना प्रहरीले अथवा कुनै सङ्घ संस्थाले आएर पटक पटक यहाँ सफा गर्ने होइन कि यहाँका मान्छेलाई सरसफाइ गर्नुपर्छ भन्ने हजुर चेतना चाहिँ हामीले दिनुपर्छ हजुर होइन हामीले माछा मारेर खुवाउनु भन्दा पनि माछा समात्ने तरिका सिकाउनुपर्छ एकदम सही हो सही हो त्यसो गऱ्यौँ भने हजुर उनीहरू चाहिँ आत्मनिर्भर बन्छन् हजुर त्यही हामीले यो एकपटकलाई हजुर यसरी सफा गर्नुपर्छ भनेर जुन हामीले गरिराखेका छौँ यो राम्रो कुरा हो हजुर र फोर्थ इयरका विद्यार्थीहरूलाई बिएड फोर्थ इयरका विद्यार्थीहरूलाई मुरी मुरी धन्यवाद सरको मिठो कमेन्ट सुनिसकेपछि फेरि हामी सरसफाइ गर्न लाग्यौँ र आजको भिडियो यहीँ अन्तिम हुन्छ बाई बाई